क्यामेरा सुल्टो भयो नि हेलो गाइस हामी चाहिँ घुम्न आएको अनि हामी चाहिँ घुम्न आएको घरदेखि अनि तर यता घुम्ने ठाउँ छ कि छैन नि थाहा छैन हेर्न यो त्यतिकै घुम्न आएको तर धुलै धुलो रहेछ टन्नै छ बुटे झप्पे भयो तर धुलै धुलो छ यार धोएर खानुपर्छ पानी परेको बेलामा खान आउने त्यस्तै छ ठाउँ पहिरो गए जस्तो यस्तो भिर पाखा टाढा टाढा हरियाली ठाउँहरू चाहिँ बवालै छ ओए धुलै धुलो रहेछ नि यसैले त बालै च्यारेप भयो अनि अब यो माथि गएर चाहिँ कस्तो ठाउँ रहेछ भनेर हामी अहिले भिडियो मार्फत देखाउँछु हजुरहरूलाई डाँडा काँडा त भयङ्कर यता चाहिँ स्विजरल्यान्ड पार्क र यता खै के त्यो भ्यू टावर छ पाक्नु चाहिँ खतरा पाकेछ तर धुलै धुलो छ क्या बालो च्यारेप बाटोमा भएर क्या माथिबाट हिँडिन लास्ट धुलै धुलो छ क्या मनोज यहाँ नि पहिलो भए यसले बाइक कुन चाहिँ भिरबाट फाल्ने हो थाहै छैन यहाँ नि मलाई यहाँ चाहिँ फोहोर छैन होला पक्कै आशा छ यहाँ चाहिँ फोहोर छैन यो ऐसोलु चाहिँ हेर्न सक्नुहुन्छ यता काठमाडौँ र यता चाहिँ धादिङ लगभग हामी सिमानामै छौँ अहिलेसम्म मनोज पुगेन ज म यत्रो खानेकुरो ल्याए खान नपाएको जस्तो भनेर भन्नु न यो त यस्तो अर्ग्यानिक कुराहरू खाइरहनुपर्छ गाइज किनभने मैले चाहिँ यस्तो आवेशमा आएर यस्तो बोलिसकेँ तर खानेकुराहरू चाहिँ खानुपर्छ त्यो हेर्नु न चटक देखाइराख्यो त्यसलाई मैले चाहेँ भने म भिरबाट फाल्न पनि सक्छु तपाईँहरू कमेन्ट गर्नु यता धादिङमा फाल्ने कि यता काठमाडौँमा फाल्ने भनेर म जता भन्नुहुन्छ तपाईँहरूले म त्यतै फालिदिन्छु यो यसको नाम चाहिँ रियल नाम चाहिँ चतुर हो धेरै चतुर भएर ओए मान्छेलाई लाग्छ हिँडाएको मान्छेलाई होइन यस्तो ढुङ्गा यस्तो उपत्र काम भन्दा के गर्न आउँदैन यो मान्छेलाई जाउँ ओए त्यहाँ घरबाट क्या हो यार धुवा छ गाइजहरू हेर्नु है यहाँ चाहिँ धुवा छ पारेको गाउँलाई चाहिँ के भन्छ त्यो नाम चाहिँ थाहा छैन तर धुवा आइरहेछ म अहिले गएर कल गर्छु दमकललाई पानी पर्न लाग्यो ओए पुरै अन्धकार हुँदै आयो यार मुला यता छाप्राहरू छ भने छाप्रामै बस्ने है ल बाइक स्टार्ट हान्दै उठाएर यो जाँठाले चाहिँ फेरि कुन चाहिँ भिरमा लगेर बाइक फाल्ने हो आज थाहै छैन बिस्तारै सरी भन्न चाहन्छु कोही बेलामा अब जिब्रो चाहिँ यस्तै हुन्छ है मेरो चाहिँ खासै मलाई मुख छाड्न चाहिँ आउँदैन योले सिका हो यो कन्टिको अहिले नै मैले फेरि झुक्केर भने यस्तो चाहिँ मैले ऐसेलु जाब त यसरी हेर्नु त पहेँलो कहाँ गयो इस मासले बबाल तैँले के सोचिसकेको थिइस् मलाई थाहा के सोचेको थिएँ मैले भन्दा एक लात हान्नु भयो होइन मैले कस्तो खतरा भ्लग बनाएको छु भनेर म आफूले आफूलाई गर्व गर्दछु आमा ओइ के हो यताको भिड यार यो खतरा छ त यार तर क्यामेरामा त्यति राम्रो आउँदैन आँखाले जति भेट्यो त्यति कस्तो अचम्मको छ यो मलाई खाना पाएको अब यसले यस्तो उकालोमा झन् के उठाउन सक्ला यो चाहिँ हाम्रो चितवनको घरपालुवा बाँदरहरू हो
यो पर्साको मासले यो इन्डियाको पानी पर्न लागिसक्यो तँ सररै जा त माथि बाइक चला न यता पनि रहेछ मन्दै थाल्न सक्दैन छिटो सररै माथि डाँडा टुप्पम गरेर बस है ए टाइल त उठायो सालेले गाइज यो चाहिँ यसको नाम ऐसेलु हो हैन तर यसको नाम के हो तपाईहरुलाई थाहा छैन भने कमेन्ट गर्नु होला ए थाहा छ भने नराम्रो छ छोरा मान्छेले किन मन पराउँछ चाहियो भने भन्नु होला हामी घर घरमा ल्याइदिन्छौँ हेर्न सक्नुहुन्छ यो डाँडाको दृश्य कस्तो बवाल छ बवाल बाहुबली फिल्ममा सुटिङ गरेको डाँडा चाहिँ यही हो भनेर भन्यो भने तपाईँहरूले मलाई नाना भाती कमेन्ट गर्नुहुन्छ त्यसैले म होइन भन्न चाहन्छु आज के गरे मैले चाहिँ तैँले मलाई बिगार ल हामी चाहिँ करिब करिब अब आकाश छुन लागिसक्यो हामी स्वर्ग जाने बाटोमा आउँदैछौँ बादल छुन लागिरहेको छ अब आकाशमै पुग्छ हामी स्वर्ग जाँदैछौँ तपाईँहरू नि स्वर्ग जान सक्नुहुन्छ थाक्नु चाहिँ लोड थाकिसक्यो यता हेर्न सक्नुहुन्छ यो के ठाउँ हो थाहा छैन तपाईँहरूलाई थाहा छ भने भन्नु होला चन्द्रगिरी त्यहाँ हेर कति चुप्चो हो त्यो पारीको चन्द्रगिरी डाँडो त नि उत्ता त्यति अल्को त्यो मुला चन्द्रगिरी आदि नै आएन होला हामीलाई अनि अब तपाईँहरूले चाहिँ हामी यसो घुमेको रमाइलो ठाउँ देखेर चाहिँ तपाईँहरूले आउन खोज्दै हुनुहुन्छ भने चाहिँ आउनु होला यो दमको व्यथा छ भने चाहिँ नआउनु होला हामीलाई पनि दम भएको जस्तै भइसक्यो किनभने उकालो हिँड्दै हिँड्दै यस्तै छ चमेलीको फुल भन्छ यसलाई फेरि तोरीको फुल र रायोको फुल के को फुल हो केही थाहा नहुने मान्छे हो यो काठमाडौँ चाहिँ हिँड्दाखेरि सम्म लाग्छ तर डाँडाबाट हेऱ्यो भने चाहिँ हेर्न सक्नुहुन्छ यस्तो डाँडै काँडाले भरिएको ढाकिएको ठाउँ हो धरहरा कहाँनिर हो जाँसी बस पानी भर्न लागिसक्यो जाउँ 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 मान्छेको बालीको काफल त नखाम होला अहिले फेरि चोर्यो भनेर भन्यो नि यो चाहिँ काफल पनि रहेछ होस् नानी मान्छेको नर मास आछि मान्छे त्यहाँ चोरमा चोर ओ चोर काफल नचोर कहाँ मान्छेको काफल खानु पाउँछ काफलको बोटो यस्तो पनि रहेछ है मैले त भर्खर देखेँ साँच्ची नै यो खास मैले देखेँ यहाँ बेच्न जानुहुन्छ कि यहाँ पाकेपछि मान्छेको बालीको हातपात गर्न मनाइ छ यो चाहिँ चोरेर खाम भन्दै थियो मैले यसलाई रोकिसक्यो यो लास्ट फटा चोर पायो भने चाहिँ पनि चोर दिन्छु यो चाहिँ मान्छे जति सोझो देख्यो भने त्यति नै फटाएर चोर छ यसले भर्खरै काफल चोर्नु लाग्थ्यो मैले चोर आयो चोर भनेर मैले यसलाई लहरिसकेँ के गर्नु चोरहरूको सङ्गत लागेको छ यस्तै छ जिन्दगी अब हामी चाहिँ घाम टन्टल रामपुर लाग्यो भनेर नयाँ वर्ष मनाउनु भनेर डाँडातिर घुम्न आयो केटी त छैन अब केटी नभएपछि साथीलाई लिएर आएको म चाहिँ के भन्न चाहन्छु भने हामी के सोचेर घुम्न आएको थियो रुमबाट निस्केर चाहिँ एकदम घामसाम लागेको थियो होइन डाँडामा आएपछि चाहिँ पानी परेर यस्तो चकमन यस्तो ड्याङ भयो त्यसै कारणले चाहिँ हामी अहिले चाहिँ यो स्कुलमा आएर टक्क बस्न लागिरहेको छौँ पानी परेको अवस्था भएर देख्न सक्नुहुन्छ यता पारीको दृश्यहरू यस्तो छ अहिले पानी धेरै नै पर्ने सम्भावना छ अझै पनि अहिले चाहिँ लगभग सिमसिम मात्र पर्दैछ स्कुल यो चाहिँ स्कुल हो यहाँनिर टक्क बसेर खाने हामीले प्लान बनाइसकेको छ अब फोहोर केटा हो अनि गम के गम खाने पानी ठुलै पऱ्यो भने चाहिँ आज यतै तिर्पल ओछ्याएर सुत्ने तिर्पल ओछ्याएर सुत्ने
त्यही हो यता टोयलेटको पनि व्यवस्था छ ठाउँ चाहिँ यस्तो बवाल बवाल छ उता पनि यता पनि राम्रै थियो तर के गर्नु पानी परेर चाहिँ अचम्मै भयो अनि माथि कस्तो डेन्जरस के भन्छ डाँडामा जानला थियो तर के भयो भने आर्मीहरूले हामीलाई जान दिएन केही छैन त्यहाँ जान नदिए पनि हामी अर्को ठाउँ फेरि जान्छौँ यहाँ खानेकुरा हाम्रो चाहिँ यस्तो यस्तो छ है फेरि यो हामी फेरि त्यस्तो रक्सी सक्सी खान्छ भन्छ होला हामी त्यस्तो रक्सीहरू चाहिँ खाँदैन है कृपया तपाईँहरू त्यस्तो नराम्रो नसोचिदिनु होला हामी यस्तो यस्तो खान्छौँ कम त मिठो हुन्छ अनि त्यो पुरान दाना भन्छ के भन्छ यो पुरान दाना खानुभयो आउनु होला छुटछुट आउनु होला फेरि सकिन्छ यो के हो यो यार 2 PM यसमा कस्तो यस्तो बजिरहेछ नि ए चिजबलमा आजले बुढाले खाने चिजबल ए उल्टो भयो कि ठिक छ यताबाट देखाइदिउँ मिठो हुन्छ यति हो हाम्रो सामानहरू उता पनि छ तर अहिले यो सकाएर अनि तपाईँहरूलाई देखाउँला तिम्रो युट्युबमा नाम के छ रे मनोज पी तामाङ ए मनोज पी तामाङ छ युट्युबमा नाम उसलाई पनि सपोर्ट गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला हेर्नु न उसको त स्ट्यान्ड सिस्टेन्ड सब छ एकदम खतरा सब्सक्राइब पनि टर्नै पैसा त महिनामा 20-30 हजार आउँछ अरे युट्युबबाट यो मान्छेले भ्लग बनाइदिएर मैले नि त्यही भएर भ्लग स्टार्ट गरेको आजबाट हाम्रो चाहिँ सबै व्यवस्था भइसक्यो अब खाना मात्र बाँकी हो ए फोर्न नि बाँकी रहेछ है अब हामी त कस्तो खतरा खतरा ठाउँमा आउँछ तपाईँहरूलाई नि घुम्नु मन छ भने चाहिँ पैसा 1000 रुपियाँ बोकेर आउनु होला हेलो फोर हेलो गाइस साइजको हेर्नु क्या फोर बाइकहरू होला बाइक फेरि यस्तो सरकारी बाइक छ के गर्नु अब धनी लोकको थोरो परेन 50-60 हजारको बाइक छ चाबी जुन हाले नि मिल्छ हो त चाहिँ न्युट्रलमा गयो भने त ओह्रालोमा सरङ्ग काठमाडौँ पुग्छ त चाहिँ न्युट्रलमा गयो भने त ओह्रालोमा सरङ्ग काठमाडौँ पुग्छ बाइकको स्थिति त्यस्तो छ तपाईँहरूले माया देखाइदिनु भयो भने चाहिँ म नयाँ बाइक किन्छु पुरै अनि के मलाई चाहिँ मेरो चाहिँ सबै छिके मेरो मुखमै ल्याएर उयो गरेर त होल खिच्न होल कस्तो मजाले खायो मजा खा होइन मनोज गुड यहीँ बसेर खाऊ न बस्न अनि हल्ला गर्नुहुन्न कि स्कुल जस्तो पवित्र ठाउँमा आएर तैँले अहिले के गर्नु गीत गायो भने हल्ला हल्ला झन् के हो के हो अहिले त यो नि फोर सर कस्तो यो त मुलाको चना जस्तो क्या मकैको राम्रो देखेछ भाइ भाइ राम्रो देखेछ खतरा देख्छ हामीलाई छेक छ कि त्यसो त अर्को हातले गर्न यो चाहिँ मेरो भागको हो यो मेरो भागको सरकारी दिनहरू खानुपर्छ बिचरा तिमीहरू यो मेरो भागको सरकारी दिनहरू खानुपर्छ बिचरा तिमीहरू चेस पकाइ चेस त गर्न छोड्नु भने पर्दै घुमाउन सबै छिके तैँले त ढाँटले हो चेस हान्नु भने पहिला आलु के छैन हतार के गर्नु यस्तो मिठो चेस नयाँ साल नयाँ सोच भन्नु न औषध जस्तो भयो त्यो त नन मिठो रहेछ है मिठो छ मिठो औषध जस्तो भयो त्यो त नन मिठो रहेछ है मिठो छ मिठो पछाडि बस हामीलाई पनि देख्नुपर्छ त नि तिनीहरू पनि देख्नुपर्छ रे
हाम्रो त केटी छैन त्यही भएर हामी त साथी मात्र आएको तपाईँहरू चाहिँ केटी छ भने केटी लिएर आउनु होला हाम्रो त केटी छैन त्यही भएर हामी त साथी मात्र आएको तपाईँहरू चाहिँ केटी छ भने केटी लिएर आउनु होला माथिमा देख्छु अलि मुनि गर्दा हल्का अहिले केटी छ भने केटी लिएर आउनु होला धेरै धेरै मुनि भयो अलिकति होइन कि त्यो मोबाइल चाहिँ अलिकति भयो केटी छ भने केटी लिएर आउनु होला धेरै नै रमाइलो छ यो ठाउँहरू चाहिँ हामी यस्तो खाने मान्छे भ्लगमा जे पाइदियो बोल्छस् त्यस्तो छ्याङ चाहिँ हामीले खाँदैन हामी चाहिँ एकदम त्यस्तो छ्याङ भनेको त आजै सुने हो त्यस्तो छ्याङ चाहिँ हामीले खाँदैन त्यस्तो छ्याङ भनेको त आजै सुने हो मेरो चाहिँ मलाई यस्तो त्यो खायो अनि मेरो धेर देखेर यसले मलाई दुख लाग्छ म अहिले बाटोमा गएर किनेर दिन्छु यसलाई गिटार बजाउनु पर्ने बिस्तारै गाइदिनु तर कारबाही हुन्छ कारबाहीमा पऱ्यो भने यसलाई 10,000 जरिमाना पऱ्यो नि यो तिर्छ ओके डन उसले 5 दिन थुने नि यो बेला थुनु चाहन्छ भाग्नु हुन्छ ओके र म चाहिँ भाग्छु हेर्नु यो दिसु बस अहिले 5 दिन थुने नि यो बेला थुनु चाहन्छ भाग्नु हुन्छ ओके र म चाहिँ भाग्छु हेर्नु यो दिसु बस त्यस्तो भन्नुहुन्न विजय कुन दुईटा फ्रुटी भाइ मतलब भने पड्की चाहिँ गर्छ मतलब तँ पनि यहीँ पड्के चाहिँ म डराउनु न तँ पनि यहीँ पड्के चाहिँ म डराउनु न आमा अहिले त पानी सँगसँगै चिसो हावा त्यो के हो के मान्छेलाई जाडोले बिचरा म त खप्छु जाडो बिचरा चतुरे मासु त्यस्तो लापरवाही गर्ने हो त्यस्तो स्कुल जस्तो पवित्र ठाउँमा आएर पानी परिरहेको उता उता चाहिँ घाम लागिरहेको छ हेर्नु न कस्तो डाँडा हेर्नु केटा डाँडा हेर्नु भाइ के हो डाँडा त खतरा आछ मेरो टाउको यस्तो बबाल छ मासु डाँडा हेर्नु कतिवटा खापै खाप देखायो कि हेर्नु भाइ यता बसेर केटा चट्टान पड्क्या भएर भाइ म भाग्दैन चट्टानहरूसँग चाहिँ डराउँदैन खास चाहिँ हेर्नु भाइ डाँडा यस्तो बबाल देख्या अझ त्यो डाँडाभन्दा मुनि हेर्न सक्नुहुन्छ त्यो के गाउँ हो के नामै थाहा छैन बाटो त्यस्तो खतरा तर उता चाहिँ टन्टल राम घाम लागिरह यहाँ चाहिँ पानी परिरह हामी चाहिँ भिजी छ क्या पानी परेर सही पनि मजा आइरहेछ कोही कोही बेला भिज्नु नि पर्छ अब के गर्नु धनी पनि भएपछि यस्तो सुविधा महँगै मोबाइल चलाइदिउँ 1-2 लाखको मोबाइल किनियो तर खानेकुराले चाहिँ दाँतै भएर फोहोर होला हामीले दाँत चाहिँ माझेर आएको हो तर खानेकुराले दाँतमा चाहिँ के फोहोर देख्या होला तर त्यस्तो फोहोरी चाहिँ छैन है हामी अब फेरि गीत गाउनु भइरहेको छ
नसके नि अन्तै हेरी लजाइदिनु छेउमै हुँदा नबोले नि फर्की फर्की हेरिदिनु पर्खेरै